नेपाल चाहियो भन्ने अभियानकर्ताहरू ग्रेटर नेपाल। नेपाली रगतमा दम छ, नेपाली कोही भन्दा कम। हामीलाई चाहिन्छ ग्रेटर नेपाल। हिँडिन्छ आफ्नै शानले, परिआए भिड्न पनि तयार। हे नेपाली, बिन्ती गर्छु सबमा, आऊ एकचोटि सब एकसाथ हौँ मातृभूमिको रक्षा गर्न। एकता गर्नै पर्छ, वीरको छोरा बहादुरी नेपाली, लड्नै पर्छ त्यो मातृभूमि फिर्ता गर्नलाई। अहिलेसम्म लेखिएको छ संसारमा वीरताको कथा, टेकेको छ संसारले घुँडा नेपालीको सामु। त्यसैले अब हामी एक हुनै पर्छ, लड्नै पर्छ हाम्रो सुगौली सन्धिमा गुमेको भूमि फिर्ता गर्नलाई। हाम्रो गुमेको भूमि फिर्ता गर्नलाई। कालापानी, लिपुलेख, लिम्पियाधुरा मात्र होइन, हामीलाई चाहिन्छ ग्रेटर नेपाल। हामीलाई चाहिन्छ ग्रेटर नेपाल। जय देश, जय ग्रेटर नेपाल। धन्यवाद। नमस्कार आमा बुवा, जान्नुहोस् दाजुभाइ, बुझ्नुहोस् दिदी बहिनी। यो मातृभूमि नेपाल हाम्रो, बुझ्नुहोस् सबले। हाम्रो भन्दै लानलाई प्रयास गर्दैछ कसैले। के जन्मभूमि बुझ्या छु मैले यो धरती टेकेर। छिमेकी परेड खेल्दैछन् यहाँ हामीलाई हेपेर। बेलैमा जागौँ, बेलैमा लागौँ सब रक्षा गर्नलाई। बस्दैनौँ हामी कहिले आफ्नो माटोलाई बेचेर। कति बस्नु मिचाहको शास्ति खेपेर। लडेका थिए पुर्खाहरू, हुँदैन हामी बस्न झुकेर। खटाइदिनुहोस् सिमानाको रक्षा गर्न, हामी तयार छौँ। कालापानी, लिपुलेख, लिम्पियाधुरा मात्र होइन, अब हामीलाई चाहिन्छ ग्रेटर नेपाल। अब हामीलाई चाहिन्छ ग्रेटर नेपाल। जान्नुहोस् सबले, एकता भई सत्य साबित छ। वैरागी जीवन जनताले अन्याय भोगिरहेछ। जान्नुहोस् सबले, एकता भई सत्य साबित छ। वैरागी जीवन जनताले अन्याय भोगिरहेको छ। कोदेको शासन, शासनको विधि कसले पो बुझ्छ र यहाँ। के भनौँ र खोइ नेपालको कानुन, बुझ्न नै गाह्रो। बुझे पनि के गर्नु र यहाँ, धेरै नै मुस्किल छ। सक्दिन बोल्न ऐन र कानुन भित्र रहेर। सक्दिन बोल्न ऐन र कानुन भित्र रहेर। चुप बस्नु परेको छ, चुप बस्नु परेको छ जानेर बुझेर पनि। खटाइदिनुहोस् रक्षा गर्न सिमानाको, हामी तयार छौँ। कालापानी, लिपुलेख, लिम्पियाधुरा मात्र होइन, अब चाहिन्छ ग्रेटर नेपाल। त्यो किस्ता नदी, त्यो सानो गाउँमा मेरो साथी। त्यो किस्ता नदी, त्यो सानो गाउँमा मेरो साथी। पश्चिम किल्लामा म, तर खोइ कुन बेला यस्तो कुन शासकले गरे नेपाली भूमिलाई बेचेको भन्छन् त कोही भन्छन् सुगौली सन्धिमा घुमेको। जे होस् अब हामी गर्छौँ देशको रक्षा। खटाइदिनुहोस् सिमानामा, खटाइदिनुहोस् सिमानामा। कालापानी, लिपुलेख, लिम्पियाधुरा मात्र होइन, अब चाहिन्छ ग्रेटर नेपाल। अब चाहिन्छ ग्रेटर नेपाल। जय देश, जय नेपाल, जय ग्रेटर नेपाल। धन्यवाद। कविता सुन्नुहुने सम्पूर्णमा, साथै यस्तै कथा, कविता र विभिन्न लेख रचना सुन्नका लागि सङ्गम विश्वकर्मा युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हस्त, धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँ। केही समयदेखि एउटा नारा फेसबुक, ट्विटर, इन्स्टा जस्ता सामाजिक सञ्जालमा दन्किएको छ। त्यो नारा हो ग्रेटर नेपाल। ग्रेटर नेपाल चाहियो भन्ने अभियानकर्ताहरू कहिले अलि बढी तात्ने त कहिले केही मत्थर हुने गर्छन्। देशको लागि भूगोल महत्त्वपूर्ण हो, तर सम्पूर्ण कुरा भूगोल होइन। नेपाल भन्दा साना भूगोल भएका राष्ट्र पनि अझ आफ्नो क्षमता प्रदर्शन गर्दै विश्व सामु शक्तिशाली राष्ट्रको रूपमा साबित भइसकेका छन्। अब छाडौँ यी सब कुरा। अब हामी ग्रेटर नेपालको सपना छोडेर बेटर नेपाल बनाउन लाग्नुपर्छ। कसरी नेपाललाई बेटर बनाउने भन्ने विषयमा सोच्नुपर्छ। हामीलाई हाम्रो देश ग्रेटर चाहिन्छ, तर ग्रेटर नेपाल भूगोलले हुँदैन। आजकल ठुलोको अर्थ भूगोल होइन, अर्थतन्त्र हो। त्यो भएर भूगोललाई ग्रेटर भन्दा पनि देशलाई बेटर बनाउनका लागि लाग्नुपर्छ। आफ्नो भूमि सबैलाई प्यारो लाग्छ। इतिहासको कुनै कालखण्डमा हामीले
जितेको भूमि वर्तमानमा पनि हाम्रो भूगोल भइदिएको भए हुन्थ्यो भन्ने बहस महत्त्वपूर्ण नै हो। तर त्यो भन्दा महत्त्वपूर्ण कुरा चाहिँ त्यो हो नेपाली हुनु। अर्को कुरा हामीसँग भएको भूमिको सदुपयोग र संरक्षण गर्नु आवश्यक वा महत्त्वपूर्ण विषय हो। पछिल्लो समय भारतीय सीमामा धेरै ठाउँमा भारतले नेपालको भूमि मिच्दै आएको जागजाहेर नै छ। अरूले आफ्नो जमिन अतिक्रमण गरेको दृश्य ठुलो हेर्न बाहेक हामीले केही गर्न सकेका छैनौँ। त्यसैले गर्दा आफूसँग भएको जमिन सम्हाल्न नसक्ने तर नयाँ जमिन दाबी गर्नु बच्चाको खेल जस्तो हुन सक्छ। त्यो भएर आफूसँग भएकोलाई संरक्षण र त्यसलाई सही सदुपयोग गर्न जान्नुपर्छ र हामी ग्रेटर नेपाल भन्दा पनि आफ्नो देशलाई बेटर बनाउन लाग्नुपर्छ। नेपालका केही व्यक्तिले टिस्टादेखि काङ्गडासम्मको भूभाग नेपालको हो भन्ने दाबी गरेर ग्रेटर नेपालको अभियान चलाएको कुरा यो सुनेर बस्नुहुने धेरै जानकार नै हुनुहुन्छ। राष्ट्र ग्रेटर भन्दा पनि देशलाई बेटर बनाउन हामी लाग्नुपर्छ। हामीसँग जति छ त्यसलाई बेटर बनाउनुपर्छ। बगैँचा ठुलो भएर सुन्दर हुँदैन, उचित सजावट भए मात्र सुन्दर देखिन्छ। त्यसकारणले बेटर भनेको नै ग्रेटर हो भन्ने कुरा बुझ्नुपर्छ। अब नेपाललाई बेटर बनाऊ, त्यही ग्रेटर नेपाल हुनेछ। अब हाम्रो देश नेपाललाई बेटर बनाऊ, त्यो नै ग्रेटर हुनेछ। जय बेटर नेपाल, जय ग्रेटर नेपाल। हस्त धन्यवाद। यो भिडियोलाई अन्त्यसम्म हेरेर सुनेर साथ दिनुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। फेरि अर्को नयाँ भिडियोको साथ भेट्ने बाचासहित अहिलेलाई बिदा चाहन्छु। हस्त नमस्ते।